नमस्ते। हाम्रो टोल, वार्ड र हाम्रो सहर, गाउँहरू सफा राख्नको लागि पहिलो कुरा त्यहाँको समुदायको प्रमुख दायित्व रहन्छ भने त्यसपछि चाहिँ हाम्रो स्थानीय सरकार, प्रदेश सरकारको त्यसलाई नीतिगत रूपमा चाहिँ फोहोर मैला व्यवस्थापन गर्न अर्को पाटा रहन्छ भने अर्को पाटा चाहिँ प्राइभेट सेक्टरहरू रहन्छ, जसको तीनजनाको स्वामित्व दिगो रूपमा भयो भने बल्ल हामीले फोहोर मैलाको दिगो व्यवस्थापन गर्न सकिन्छ। यसमा चाहिँ हाम्रो नवीन प्रविधिहरू चाहिँ इम्प्लिमेन्ट गर्नुपर्छ, किनभने हामीले कुइनी बायोडिग्रेडेबल वेस्टबाट चाहिँ हामीले प्राङ्गारिक मलहरू बनाउँछौँ, जसलाई गर्दा प्रविधिहरू आवश्यक चाहियो भने सिसाजन्य जुन चाहिँ हामीले हेजाडस रूपमा रहेको सिसाहरूलाई चाहिँ हामीले हालो ब्लक र टाइल मार्बलहरू बनाउन सक्छौँ, जसले गर्दाखेरि हाम्रो कन्स्ट्रक्सन रूपमा चाहिँ सामग्रीहरू प्रयोग हुन्छ भने अब रह्यो प्लास्टिक। यो जुन चाहिँ हाम्रो प्लास्टिक चाहिँ प्रमुख चुनौती रहेको हुन्छ, प्लास्टिक पनि हाम्रो 30 माइक्रोनभन्दा कम रहेका प्लास्टिक र लेदो रहेका प्लास्टिक बाहेक अरू सम्पूर्ण प्लास्टिकहरूलाई चाहिँ हामीले रिसाइक्लिङ गरेर प्रयोग गर्न सक्छौँ, जुन चाहिँ प्लास्टिक जन्य अन्य मेटेरियलको लागि चाहिँ हामीले कच्चा पदार्थ रूपमा उपलब्ध गर्न सकिन्छ भने विभिन्न सामग्रीहरू लाग्छ। अहिले हामीले प्रयोग गरेका सामग्रीहरू सबै पुनः प्रयोग गर्न लायक छ, त्यसलाई चाहिँ हामीले टेक्नोलोजी प्रविधिहरू चाहिँ आवश्यक पर्छ, जसको लागि चाहिँ प्राइभेट सेक्टरले चाहिँ त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नु जरुरी छ। त्यो जसले गर्दा मात्रै फोहोरको दिगो व्यवस्थापन गर्न सकिन्छ र जबसम्म हामीले दिगो व्यवस्थापन गर्न सकिँदैन हामी सधैँ फोहोरबाट चाहिँ पीडित रहिरहन्छौँ, जसले गर्दाखेरि हाम्रो वातावरण, हाम्रो पर्यावरण र हाम्रो वन्यजन्तु संरक्षण यो कुरामा कहिल्यै पनि दिगो व्यवस्थापन गर्न सकिँदैन। त्यसले गर्दाखेरि यो हामी सबैजनाको, एउटा व्यक्ति, एउटा संस्था, एउटा सेक्टरको मात्र नभइकन हामी मल्टिपल सेक्टरहरू छ, यो सबैजनाले चाहिँ हामीले लाग्ने जरुरी छ र नयाँ टेक्नोलोजीहरू पनि हामीले भित्राउनु जरुरी छ, जसले गर्दाखेरि खेर गइरहेका फोहोर मैलालाई चाहिँ हामीले एउटा आय आर्जनको रूपमा पनि कन्भर्ट गर्न सकिन्छ भने र मानवलाई चाहिँ एउटा आय आर्जनको रूपमा उहाँहरूलाई दिगो आय आर्जनको व्यवस्थापन गर्न सकिन्छ। जी, यो फोहोरलाई, टिपेका फोहोरहरूलाई वर्गीकरण गरेर र समुदायको मैले भने प्रमुख समुदायको जब मेरो घरबाट निस्केको 10 केजी फोहोरलाई मैले वर्गीकरण गरेर सेपरेट गरेर राख्न सजिलो हुन्छ, तर एउटा नगरपालिका या एउटा सेक्टरले उठाउँदाखेरि हजारौँ घरबाट उठाउनुपर्छ, हजारौँ घरबाट हजारौँ केजी उठाउँदाखेरि त्यसलाई सेग्रिगेसन गर्न चाहिँ धेरै चुनौती हुन्छ। त्यसले गर्दाखेरि हामीले प्रत्येक घरबाट, मेरो घरबाट निस्किने 10 किलो 20 किलो फोहोरलाई चाहिँ कुइने वस्तु, नकुइने वस्तु, सिसाजन्य र हेजाडस वस्तुहरू हामीले सेग्रिगेसन राखेर चाहिँ उठाउने त्यो